हेलो साथीहरू नमस्ते। यहाँ चाहिँ हुँदैछ के हुँदैछ भने डेकोरेसन गर्नु हुँदैछ। डेकोरेसन चाहिँ किन गर्नुभएको भन्दा मेरो छोरीको चाहिँ बर्थडे छ। मेरो छोरीको चाहिँ फर्स्ट बर्थडे हो, त्यही भएर यहाँ डेकोरेसन गर्नु हुँदैछ। र यहाँ चाहिँ बनाउनु हुँदैछ खाना चाहिँ बनाउनु भएको छैन, अहिले खाना बनाउने तयारी गर्नु हुँदैछ। र यहाँ हुनुहुन्छ मासीहरू। र बर्थडे चाहिँ अस्ति नै थियो, मैले भिडियोहरू हाल्नु पाएको थिइनँ, अलिक टाइम नपाएर, अनि अहिले चाहिँ हाल्दैछु, हेर्नुहोस् होला। अलमोस्ट यहाँ डेकोरेसन चाहिँ भइसकेको छ। कतिवटा क्लिप्सहरू हाल्नु पाइनँ, फुटेर हालेको छु, हेर्नुहोस् होला। र यसरी केक काटेर टिकाहरू लगाइदिनु भयो, सबैले आशीर्वाद दिनुभयो मेरो छोरीलाई। अनि चाहिँ हामी कतिवटा फोटोहरू खिच्यौँ, हेर्नु न कति खुसी छ। फोटोहरू खिचेपछि चाहिँ यहाँ डान्स स्टार्ट भयो। यो डान्स गरेकोमा चाहिँ मैले म्युजिकहरू हाल्नै पाइनँ, किनकि कपिराइट आइहाल्छ भनेर। र पनि म्युजिकहरू नभए पनि यो भिडियो हेरेर इन्जोय गरिदिनु होला। यहाँ चाहिँ हुनुहुन्छ दादा, काठमाडौँबाट आउनुभएको। र यहाँ चाहिँ हुनुहुन्छ भाइ। यो भिडियोहरू कस्तो के लाग्यो प्लिज कमेन्ट गरेर भनिदिनु होला। र यहाँ चाहिँ विधान दादा र पुन्टे दादा पुरा इन्जोय गर्दै डान्स गरिरहनु भएको छ। यहाँ चाहिँ दिदीहरू मोहनी लाग्लाई भन्ने गानामा नाच्नु हुँदैछ। अब साउन्ड चाहिँ हाल्नु पाउँदैन, कपिराइट आइहाल्छ। कसरी हाल्दाखेरि कपिराइट आउँदैन अलिकति मलाई नै भनिदिनुहोस् होला साथीहरू। यहाँ चाहिँ अब फुपाहरू डान्स गर्नु हुँदैछ, फुपा फुपूहरू। हुन्छ त, मैले यो भिडियो यहीँ एन्ड गरेँ। बाई बाई।